आफूसँग आइफोन भए पनि बिजोकै छ भने। हेलो गाइज, वेलकम ब्याक टु माई मिनी ब्लग। अनि आज चाहिँ एउटा भाइको र मेरो चाहिँ बिहानैदेखि दोदरा चाँदनी र भाइरल रोड घुम्न जाने प्लान थियो। जुन दिन चाहिँ मेरो कतै घुम्न जाने प्लान भइहाल्यो भने त्यो दिन चाहिँ मसँग केही नराम्रो नहुने त चान्सै भएन। अनि आज पनि मसँग फेरि त्यस्तै भयो। बिहान बिहान चाहिँ मेरो कानमा एउटा खबर आइपुग्यो कि आज चाहिँ मेरो आइफोनको चार्ज टुटेछ भनेर। अनि अस्ति पनि भर्खर मेरो चाहिँ फोन खसेर फोनको ग्लास टुटेको हो। अनि आज चाहिँ चार्जर पनि टुट्यो। कहिलेकाहीँ चाहिँ लाग्छ कि भगवानले सबै नराम्रो हुनु चाहिँ मेरै भाग्यमा लेखा रहेछन् कि भने जस्तो। तर आज जे भए पनि घुम्न जाने प्लान चाहिँ क्यान्सल गर्दैनौ भनेर चाहिँ म एउटा पडोसको भाइको चाहिँ चार्जर लिएर आफ्नो फोन चार्ज गरे। अनि फोन चार्ज भइसकेपछि हामी घरदेखि निस्क्यौ। अनि गड्डा चौकी गएर स्कुटीमा पेट्रोल भराएर हामी भाइरल रोडको बाटो हुँदै गयौँ। अनि यतिकैमा मेरो फोनको ब्याट्री चाहिँ लो भइसकेको थियो। अनि एकछिन चाहिँ एउटा पसलमा रुखेर चाहिँ फोन चार्ज गर्न राखे। फोनमा चार्ज नभएर चाहिँ एकछिन त्यही पसलमा फोन चार्ज गर्न छोडेर चाहिँ हामीहरू क्यामेरामा फोटो भिडियो खिच्न गयौँ। अब हजुरहरू आफै भन्नुहोस् त त्यो आइफोन भएर पनि बिजोकै होइन र? आइफोन हुँदा हुँदा नि हामीहरूले चाहिँ क्यामेरामा फोटो भिडियो खिचाउनु पर्यो, किनभने अँध्यारो भइरहेको थियो। अनि हाम्रो फोनमा चाहिँ चार्ज पनि थिएन। त्यही भएर चाहिँ छिटो छिटो हामीहरूले चाहिँ क्यामेरामा नै फोटो भिडियो खिचायौँ। साँच्चीकै मैले यो आइफोन चलाउने भनेको चाहिँ मेरो भ्लगको लागि मात्र हो, क्यामेरा क्वालिटी राम्रो हुन्छ भनेर। नत्र त यो आइफोनको कुनै कामै छैन के। अरूको फोनमा चाहिँ के कस्तो हुन्छ भनेर मलाई थाहा छैन, तर मेरो फोनमा चाहिँ न त बढी चार्ज नै टिक्छ अनि न त बढी बेरसम्म चलाउन नै मिल्छ के, एकैछिनमा तात्छ के। हजुरहरू आफै कमेन्ट बक्समा आएर भन्नुहोस् त आइफोन राम्रो कि बढी एन्ड्रोइड फोन राम्रो। ल त आजको लागि यति नै, भेटौँ नेक्स्ट भ्लगमा। राधे राधे।